के तपाईहरूको पनि डिमेट एकाउन्ट रिन्यू गर्नको लागि आएको छ? हरेक वर्षको असार 32 गते भित्र आफ्नो डिमेट एकाउन्ट रिन्यू गर्नुपर्ने हुन्छ। मेरो त रिन्यूको लागि आइसकेको छ है। यदि तपाईहरूको पनि डिमेट एकाउन्ट रिन्यू गर्नको लागि आएको छ र डिमेट एकाउन्ट कसरी रिन्यू गर्ने भनेर सोचमा पर्नु भएको छ भने म तपाईहरूलाई यस भिडियोमा रहेर मेरो सेयर एपबाट डिमेट एकाउन्ट रिन्यू कसरी गर्न सकिन्छ भनेर सिकाउने छु। कृपया भिडियो अन्तिमसम्म हेर्नु होला। यदि तपाईको डिमेट एकाउन्ट रिन्यू गर्नको लागि आएको छ र तपाईहरु चाहिँ डिमेट एकाउन्ट रिन्यू गर्नु भएन भने तपाईको डिमेट एकाउन्ट फ्रिज हुनेछ र तपाईले चाहिँ कुनै पनि आइपीओ सेयर या सेकेन्डरी मार्केटको किनबेच चाहिँ गर्न पाउनुहुन्न। त्यही भएर चाहिँ समयमै डिमेट एकाउन्ट रिन्यू गर्नु होला है त। र यो भिडियो तपाई कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि एउटा सानो कमेन्ट गरिदिनु होला है त। र साथै मलाई युट्युबमा हेर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई सब्स्क्राइब गरी बेल आइकन पनि प्रेस गरिदिनु होला, किनकि म यस्तै इन्फर्मेसन भिडियोहरू डेली रूपमा चाहिँ लिएर आउने गर्दछु। र साथै मलाई फेसबुकमा हेर्दै हुनुहुन्छ भने फेसबुक आइडीलाई पनि फलो गरिदिनु होला, किनकि म फेसबुकमा पनि यस्तै इन्फर्मेसन भिडियोहरू चाहिँ डेली रूपमा लिएर आउने गर्दछु। आउनुहोस् भिडियो सुरु गरौँ। तपाईको आफ्नो मोबाइलमा भएको मेरो सेयर एप ओपन गर्नु होला। यहाँ ओपन हुँदैछ मेरो, र तपाईको कुन एकाउन्ट हो त्यो एकाउन्ट चाहिँ पासपोर्ट या फिंगरप्रिन्ट हालेर लगइन गर्नु होला। म चाहिँ यहाँ मेरो एकाउन्ट लगइन गर्दैछु र यहाँ हेर्न सक्नुहुन्छ मेरो एकाउन्ट लगइन भइसकेको छ। र यहाँ माथि टप साइडमा राइटमा है, टपमा राइट साइडमा एकाउन्ट प्रोफाइलको अप्सन छ, प्रोफाइलमा जानु होला। र त्यसपछि यहाँ मुनि हेर्न सक्नुहुन्छ एकाउन्ट इन्फर्मेसन, रिन्यू योर एकाउन्ट भिवा अनलाइन पेमेन्ट है। तपाईले यहीबाट चाहिँ आफ्नो डिमेट एकाउन्ट रिन्यू गर्न सक्नुहुन्छ र मेरो सेयर पनि रिन्यू गर्न सक्नुहुन्छ है। मेरो सेयर अहिले एक्सपायरी हुन 1 वर्ष टाइम छ र डिमेट एक्सपायरी चाहिँ 2083 3 को महिना 32 गते चाहिँ एक्सपायरी हुँदैछ। म तपाईहरुलाई डिमेट एकाउन्ट रिन्यू गरेर हेराउन गइरहेको छु। त्यसपछि तपाईहरु यहाँ रिन्यू एकाउन्टमा क्लिक गर्नु होला र क्लिक गरिसकेपछि यहाँ 3-4 वटा अप्सन आउँछ। तपाईहरु केबाट रिन्यू गर्न चाहनुहुन्छ है, ई सेवा, खल्ती, आइएमई पे र कनेक्ट आइपीएस है। म चाहिँ तपाईहरुलाई अहिले ई सेवाबाट हेराउन गइरहेको छु रिन्यू गरेर है त। ई सेवामा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ मेरो सेयर एन्ड डिमेट, मेरो सेयर र डिमेट है। तपाई के गर्न चाहनुहुन्छ? म अहिलेलाई चाहिँ डिमेट मात्रै रिन्यू गरिरहेको छु। म डिमेटमा क्लिक गरेँ र कति वर्षको गर्न चाहनुहुन्छ त्यहाँ क्वान्टिटी यहाँ लेख्नु होला। म जस्तै अहिलेलाई चाहिँ 2 वर्षको म गर्दैछु। मैले यहाँ 2 थिचिसकेँ र 2 वर्षको जम्मा 200 रुपैयाँ लाग्नेछ। त्यसपछि यहाँ प्रोसिड लेखेको छ, प्रोसिडमा क्लिक गर्नु होला र क्लिक गरिसकेपछि अर्को पेज खुल्नेछ। बिस्तारै यहाँ लोडिङ हुँदैछ मेरो। यहाँ हेर्न सक्नुहुन्छ लोडिङ भइसकेको छ र यहाँ चाहिँ ई सेवाको आइडी, तपाईले ई सेवाको आफ्नो आइडी र पासपोर्ट हाल्नु पर्ने हुन्छ। म फटाफट मेरो आइडी पासपोर्ट हालेर लगइन गरिरहेको छु। मैले मेरो ई सेवाको आइडी र पासपोर्ट हालिसकेको छु र आई एम नट रोबोट भनेर टिक मार्क लगाइसकेको छु। र त्यसपछि यहाँ लगइन गर्नु होला। म यहाँ लगइन गरिरहेको छु र यहाँ लगइन भइसकेको छ र यहाँ ओटीपी आउँछ, ओटीपी यहाँ राख्नु होला। म ओटीपी राख्दैछु। ओटीपी राखेर यहाँ भेरिफाईमा क्लिक गर्नु होला। म भेरिफाईमा क्लिक गरिरहेको छु र यहाँ हेर्न सक्नुहुन्छ मेरो ई सेवाको डिटेल्स खुलिसकेको छ। मेरो एकाउन्ट चाहिँ एनआइसी एसिया क्यापिटल हो। मेरो सेयर र डिमेट म रिन्यू गरिरहेको छु र मैले 2 वर्षको डिमेट रिन्यू गर्दा 200 रुपैयाँ चार्ज लागेको छ र यहाँ मेरो सम्पूर्ण डिटेल्स राखेको छु। र त्यसपछि यहाँ कन्टिन्यूमा क्लिक गर्नु होला र कन्टिन्यूमा क्लिक गरिसकेपछि चुज योर अदर पेमेन्ट भनेर अप्सन आउँछ, भिवा ई सेवा र लिङ्केड बैंक एकाउन्ट। म चाहिँ अहिलेलाई ई सेवाबाट चाहिँ पे गरिरहेको छु। पे भिवा ई सेवामा क्लिक गर्नु होला र क्लिक गरिसकेपछि यहाँ लोडिङ लिँदैछ र यहाँ हेर्न सक्नुहुन्छ मैले चाहिँ मेरो डिमेट एकाउन्ट मेरो सेयर एपबाटै रिन्यू गरिसकेको छु। पेमेन्ट सक्सेसफुल, थ्याङ्क यू फर पेमेन्ट, प्लिज भेरिफाई योर डिटेल्स। यहाँ आफ्नो तपाईँ डिटेल्स चेक गर्नु होला, बायो आइडी, नेम, टोटल एमाउन्ट, पेमेन्ट टाइपहरू सबै चेक गर्नु होला। मैले यहाँ चेक गरिसकेको छु र म यहाँ चाहिँ स्क्रिनशट लिइरहेको छु। म पछि काम लाग्छ त्यही भएर
मैले यहाँ मेरो स्क्रिनसट लिइसकेको छु र त्यसपछि यहाँ डन गर्नु होला है। मैले यहाँ डन गरिसकेको छु है त। यसरी नै तपाईँ पनि आफ्नो डिमेट एकाउन्ट मेरो सेयर एपबाट नै आफैले रिन्यू गर्न सक्नुहुन्छ है। यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो आफ्नो जिज्ञासा कमेन्टमा राखिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र फेसबुकमा हेर्दै हुनुहुन्छ भने फेसबुक आइडीलाई फलो गरिदिनु होला, किनकि म यस्तै इन्फर्मेसन भिडियो लिएर आउने गर्दछु। आजको लागि यति नै। नेक्स्ट टाइम राम्रो टपिकमा फेरि पनि एउटा राम्रो भिडियो लिएर अवश्य नै आउनेछु है त।